कनिचिवा मिनासान आज चाहिँ हामी लेसन 7 को ग्रामर पढ्दैछौँ है त। मिनानो निहोङ्गो लेसन 7 को ग्रामर पढ्दैछौँ। लेसन 7 मा चाहिँ हामी सबैभन्दा पहिला के पढ्छौँ होला भनेर लाग्न सक्छ हैन। लेसन 7 मा चाहिँ हामी एकदमै सजिलो छ। मैले योभन्दा अगाडि धेरै पटक भन्ने गरेको छु कि लेसन 7 मा मात्रै नभएर धेरै ठाउँमा नि पार्टिकलहरू आउँछ र जापानिज भाषामा चाहिँ अवस्था अनुसार सिचुएसन अनुसार सेन्टेन्सको अथवा वर्डको मिनिङ कहिलेकाहीँ फरक हुनसक्छ। एउटै मिनिङको एउटै अर्थ मात्रै हुन्छ भनेर पनि बुझ्नु हुँदैन भनेर भनेको थिएँ। त्यसलाई ध्यानमा राख्नु होला है त। आज चाहिँ हामी लेसन 7 मा नि पार्टिकल पढ्दैछौँ। नि पार्टिकलको अर्थ लाई पनि हुन्छ, बाट पनि हुन्छ र देखि पनि हुनसक्छ है त। योभन्दा बाहेकको लेसनमा चाहिँ हामी नि पार्टिकलको अर्थ चाहिँ अलिकति फरक तरिकाले पनि पढ्न सक्छौँ अथवा बुझ्न सक्छौँ है त। यहाँ चाहिँ हामी लाई, बाट अथवा देखि भनेर पढ्छौँ। जस्तै आगेमास। आगेमास भनेको चाहिँ यहाँ नि पार्टिकल अगाडिपट्टि चाहिँ केही हुन्छ भनेर बुझ्नु पर्यो। त्यही भएर मैले खाली ठाउँ राखिदिएको छु। नि आगेमास भनेर भन्यो भने लाई दिन्छु भन्ने अर्थ लाग्छ है त। त्यसै गरी हामीले अलिकति इक्जाम्पल पनि दिएको छु मैले। यसले गर्दाखेरि तपाईँलाई अझै बुझ्न सजिलो होस् भनेर। हाहा नि हाना ओ आगेमास। आमालाई फुल दिन्छु। हाहा नि हाना ओ आगेमास। त्यसै गरी अर्को छ मोराइमास। मोराइमास नि मोराइमास भए पछाडि चाहिँ बाट पाउँछु भन्ने अर्थ लाग्छ। फलानुबाट यस्तो पाउँछु। जस्तै चिठी नि ओखाने ओ मोराइमास। बाबाबाट पैसा पाउँछु भनेर यसरी हामीले बाट पाउँछु भनेर अर्थ लगाउन सक्छौँ है त। त्यसै गरी अर्को छ ओसिएमास। नि ओसिएमास भन्दाखेरि चाहिँ लाई सिकाउँछु अथवा पढाउँछु भन्ने अर्थ लाग्छ। जस्तै गाकुसेई नि निहोङ्गो ओ ओसिएमास। विद्यार्थीहरूलाई जापानिज भाषा पढाउँछु भनेर भन्छ है त यो वाक्यले चाहिँ। त्यसै गरी अर्को छ नाराइमास। नि नाराइमास भन्यो भने बाट सिक्छु। कसैबाट सिक्छु, ज्ञान सिक्छु भन्नु पर्यो भने त्यति बेला चाहिँ के लाग्छ त नि नाराइमास। सेन्सेई नि निहोङ्गो ओ नाराइमास। टिचरबाट जापानिज भाषा सिक्छु भन्ने अर्थ लाग्छ यसले चाहिँ। त्यसै गरी अर्को छ खासिमास। नि खासिमास। फलानुलाई दिन्छु। लाई दिन्छु भन्ने अर्थ लाग्छ है त यसले चाहिँ। जस्तै तोमोदाची नि ओखाने हो खासिमास। अझ हामीले अलिकति फराकिलो तरिकाले पढ्यौँ भने अलिक पछाडि गएर पढ्छौँ। तोमोदाची नि ओखाने हो खासिते आगेमास भनेर त्यही फर्म जोडेर पढ्छौँ। अहिले चाहिँ हामी खासिमास भनेर पढ्यौँ भने साथीलाई पैसा दिन्छु भन्ने अर्थ लाग्छ है त। त्यसै गरी अब लास्टमा चाहिँ मैले इक्जाम्पल लेखेको छैन। यो इक्जाम्पल चाहिँ ठाउँ नभएर पनि हो नलेखेको। अनि चाहिँ तपाईँलाई आफै लेख्नुहोस् भन्नका लागि पनि मैले नलेखेको है त। यहाँनिर चाहिँ खारिमास भनेको बाट लिन्छु। तपाईँले कसैबाट केही सापट्टि लिँदै हुनुहुन्छ भने त्यति बेला चाहिँ खारिमास नि खारिमास। जस्तै तोमोदाची नि होन ओ खारिमास। साथीबाट बुक लिन्छु। एउटा इक्जाम्पल त मैले यहाँ भर्खरै भनिदिइहालेँ। हजुर, नि पार्टिकललाई अझै प्रस्ट्याउँदाखेरि नि पार्टिकलको अर्थ के हुन्छ भनेर अझै व्याख्या गर्दाखेरि चाहिँ आगेमास, ओसिएमास, देनमा ओ खाकेमास भन्ने यो मैले यहाँ नयाँ वर्ड थपेको छु। यो चाहिँ मिनिङमा हेर्नुभयो भने थाहा हुन्छ। र खासिमासको अगाडि नि पार्टिकल आएमा यसको अर्थ चाहिँ लाई भन्ने हुन्छ। र मोराइमास, नाराइमास, खारिमासको अगाडि चाहिँ नि आएमा यसको अर्थ बाट अथवा देखि भन्ने हुन्छ भनेर हजुरले यसरी बुझ्दा पनि सजिलो होला है त। र यसै गरी सेन्टेन्सहरू पनि बनाएर पठाउनु होला है त। र अर्को हामीले लेसन 7 मा सिक्ने भनेको चाहिँ डट वा दे। दे पार्टिकल हो भनेर भन्दा पनि हुन्छ। तर यो चाहिँ अलिक फरक तरिकाले प्रयोग हुन्छ है त। डट वा डट दे देशका भनेको मतलब चाहिँ मा हो। अथवा यसलाई चाहिँ कम्प्लिटली भन्नु पर्दाखेरि कोरेवा निहोङ्गो दे नान देशका। यो चाहिँ जापानिज भाषामा के हो भनेको है त। जस्तै मैले यहाँ मार्कर लिइराखेको छु। यसलाई चाहिँ जापानिजमा के भन्छ भनेर सोध्नु पर्यो भने कोरेवा निहोङ्गो दे नान देशका भनेर सोध्न सकियो। कोरेवा निहोङ्गो दे नान देशका। कोरेवा निहोङ्गो दे नान देशका भनेर यसरी हामीले यसलाई जापानिज भाषामा के भन्छ भनेर सोध्न मन लाग्यो भने
यो प्याटर्नलाई प्रयोग गर्न सक्छौँ है त। त्यसै गरी अर्को चाहिँ हामीले लेसन 7मा सिक्ने भनेको चाहिँ म ऊ भन्ने वर्ड सिक्छौँ है त। यो भनेको के हो त भन्दाखेरि अलरेडी भनेको पहिले नै भइसकेको हो, पहिले नै यस्तो गरेको हो भनेर क्वेसन सोध्नु पर्दाखेरि पनि अथवा पहिले नै मैले यस्तो गरिसकेँ भन्नु पर्दाखेरि पनि हामी म ऊ भन्ने वर्ड चाहिँ युज गर्छौँ है त। जस्तै मौ गोहान ओ ताबेमा सिताका अलरेडी खाना खाइसक्नु भएको हो। मौ निहङ्गो ओ बेन्के ओ सिमास्ताका अलरेडी जापानिज भाषा पढिसक्नु भएको हो। मौ निहोन ए एकिमा सिताका अलरेडी जापान गइसक्नु भएको हो भनेर यसरी सोध्न सकिन्छ। र यो अलिकति नोट चाहिँ के हामीले याद गर्नुपर्छ भने यो मौ भन्ने वर्ड चाहिँ जहिले पनि बितिसकेको समयमा मात्रै प्रयोग हुन्छ है त। हजुर, लेसन 7मा हामीले सिक्ने कुरा यति नै हो। बाँकी हजुरहरूले आफूले चाहिँ मिनिङ पढेर अनि किताबमा भएको एक्सर्साइजहरूलाई प्र्याक्टिस गरेर अघि बढ्न सकिन्छ है त। थ्याङ्क यू सो मच। अन्तिमसम्म भिडियो हेर्नुभयो धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमास त। केही कमेन्टहरू रह्यो अथवा केही प्रश्नहरू रह्यो भनेदेखि हामीलाई कमेन्टमा सोध्न पनि सक्नुहुन्छ। र हाम्रो भिडियो उपयुक्त भयो जस्तो लाग्यो भनेदेखि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद।